सर्वप्रथम त मेरो होल फेसबुक फ्यामिली मलाई मन पराइदिनु हुने दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु। मलाई चाहिँ यस्तो सपना जस्तो भइरहेछ, म आफै सक भइरहेछु। के भन्न लाग्यो भनेर सोच्नुभयो होला। प्लिज क्यान आई रिक्वेस्ट यो भिडियो लास्टसम्म हेरिदिनु होला, कतिलाई काम लाग्नु हुनसक्छ। म चाहिँ त आफ्नो धुनमा भिडियोहरू आफ्नो लिपसिङमा बनाएको रिलहरू चाहिँ पोस्ट गरिराखेको थिएँ। मलाई कुनै काहीँ केही म सोचेको थिइनँ। अन्धाधुनमा म आफूले इन्जोयको लागि, आफ्नो इन्टरटेनमेन्टको लागि चाहिँ भिडियोहरू पोस्ट गरिरहेको थिएँ, आफ्नो लिपसिङको भिडियोहरू बनाइरहेको थिएँ। कहिलेकाहीँ तपाईँको नसोचेको कुरा हुँदो रहेछ। यो चाहिँ आज चाहिँ दुई शब्द यस्तो छोटो भए पनि भन्न मन लागेर भनेको, मिलाएर सुनिदिनु होला। मैले भन्न जानिनँ भने पनि त्यो दौरानमा आफ्नो टाइम भएको बेलामा यसो रिल भिडियो बनाएर इन्जोयको लागि गरिरहेको थिएँ, बनाइरहेको थिएँ। बनाउँदा बनाउँदै हिजो राति 81-11 बजे एउटा मेसेज आयो फेसबुकबाट। एउटा मेसेज आयो, मेसेज यसो खोलेर हेरेको, हिजो 11 बजेदेखि स्टार्ट भएछ मेरो मोनिटाइज भएको इन्फर्मेसन आएछ। साह्रै खुसी लाग्यो, जुन कि मैले सोचेको पनि थिइनँ। म आफ्नो तालमा आफ्नै इन्जोयमा म भुलिरहेको थिएँ, भिडियो बनाइरहेको थिएँ, ताकि नसोचेको थियो। एउटा मलाई सक पनि भयो। म ल यसरी चाहिँ मेरो पेज नेक्सन प्रधान चाहिँ मोनिटाइज भएर हिजो भर्खर आएर चाहिँ पहिलो स्टार्ट चाहिँ 77 पैसा डलर पनि ब्यालेन्स एकाउन्टमा जम्मा भएर चाहिँ मोनिटाइज भएर आएछ। यो कुरा भन्नको लागि मैले खोजेको साथी हो। यस्तै सहयोग गर्नु होला, धन्यवाद, माया गर्नु होला। म पनि त हजुरहरूलाई त्यस्तै राम्रा रोचक तथा घोचक भिडियोहरू पस्किरहनेछु। हवस् त, बाई बाई।